इसको मैं मंडे को देख लूंगा। हाई गाइज, आज चाहिँ ब्याक डे थियो हाम्रो होइन। अनि ब्याकमा सबै वर्कआउटहरू एकदम इजी नै गएको थियो हाम्रो सबै कुरामा होइन। सो यो पनि हाम्रो एउटा वान अफ द हाइएस्ट 40 kg डम्बल ल्याएको थियो हामीले। चेस्ट पछिको फेभरेट एक्सर्साइज भनेको हाम्रो ब्याक हो। सो सबै एक्सर्साइज एकदम राम्रो गएको थियो हाम्रो आज होइन। अनि हामीले अप्पर ब्याकलाई पनि हानेको थियौँ सबै मिलाएर। सबै हानिसकेपछि चाहिँ हामीले लास्टमा अब डेडलिफ्ट पनि हानौँ भनेर प्लान बनायौँ। अनि त्यसपछि हामीले 50, 100 गरेर 150 को पालो आयो। अनि यसमा चाहिँ अलिकति गाह्रो भए पनि मैले एक्लै आफैले हान्न सकेँ। आफ्टर लङ टाइम भएर होला होइन हान्न सकिनँ। बट नेक्स्ट टाइम यो भिडियोमा राम्रो रेस्पोन्स आयो भने चाहिँ म ड्याम स्योर एक्लैले हान्छु होइन। आई विल ट्राई माई बेस्ट। सो लेट्स सी गाइज एन्ड ह्याभ अ गुड डे, गुड फ्राइडे, बाई।